यो देश अब बिग्रियो, अब सुधार गरेर हामी जस्तो युवाहरू लागेनौँ भने मुलुक बर्बादीतर्फ लाग्यो भनेर तपाईँ जस्तो आमा दिदीबहिनीहरूसँग हामी आफ्नो कुराहरू सुनाउँदै हिँडिरहेका छौँ, आफ्नो समय तपाईँहरूसँग उठाइरहेका छौँ। यो वस्तुतः सेवाले के गर्छ भन्दा हाम्रो समाजमा बिग्रिरहेको चिजलाई उत्पादनको युनिट बनाएर त्यसलाई चाहिँ स्वदेशमै खपत गरेर नेपालवादको आधारमा रहेर हामी चाहिँ नेपाली सामग्री नेपालमै खपत गर्ने, विदेशबाट आउने सामग्रीहरूलाई चाहिँ प्रतिस्थापन गर्ने। कम्तीमा अहिले यति मात्र गर्न सक्यौँ भने वर्षको कति अरब चाहिँ धान किन्छौँ, हामी चामल किन्छौँ, हामी कृषि प्रधान मुलुक, कति अरबको तरकारी किन्छौँ, कति अरबको फलफुल किन्छौँ, हामीलाई लाज मात्रै स्थिति बन्यो। यो तरिकाले त चल्दैन। हामीले खानेकुराको पहिचान गर्न सकेनौँ। त्यसकारण खानेकुराको पहिचान कसरी गर्ने? खानेकुराको पहिचान मात्रै गरेर नि पुगेन। अब हामीले चाहिँ जङ्क फुड मात्रै खान थाल्यौँ, त्यसले हाम्रो स्वास्थ्य बिग्रियो। आज चाहिँ 18-19 वर्षका युवाहरू चाहिँ बिपीको समस्या छ, कोलेस्ट्रोलको समस्या, पिजीको समस्या छ, सबै भोगिरहनु भएको छ। घर घरमा आज त हरेक घरमा बिरामी नभएको त घरै छ। यसलाई कसरी चाहिँ निरोगी बनाउने भन्ने विषयमा चाहिँ हाम्रो रोमलाल गिरी सर चाहिँ कृषिको हिजो लामो समय कृषि क्षेत्रमा कार्यक्रम गरेर आउनुभयो हुनाले उहाँसँग एउटा विज्ञता छ। त्यो विज्ञताको प्रयोग गरेर नेपाली समाजमा अब जागरण पैदा गरेर नेपाली समाजलाई आफ्नो घर परिसरमा गमलामा भएको झारपात भनेर जो हामीले निल्काइरहेका छौँ त्यो सबैको व्यञ्जन बनाउन सकिन्छ। त्यो नै हाम्रो स्वस्थ आहार हुन्छ। त्यसले नै हामीलाई फेरि लामो जीवन दिन्छ। र यो मोमो, चाउमिन, बर्गर, यो जङ्क फुडबाट खाएको हामीले पाएको इनर्जी भन्दा त्यो हामीले फाल्दै गरेको, वास्ता नगरेको झारपातमा चाहिँ धेरै गुणा पौष्टिक तत्त्व पनि हुने र त्यसले हाम्रो जीवनलाई चाहिँ निरोगी बनाएर लामो समयसम्म अगाडि लान सकिन्छ भन्ने उद्देश्यले हामी तपाईँहरूसँग जोडियौँ। यो हामी देशैभरि जोडिने अभियानमा छौँ। हामी देशभरिबाट जोडिँदै साथीहरूलाई यस्तै यस्तै कार्यक्रम गर्दै गर्दै तपाईँहरू जस्तै महिला दिदीबहिनी दाजुभाइहरूसँग चाहिँ गफ गर्दै 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 तपाईँहरूलाई पनि यो कुरो ठिक लागिसकेपछि तपाईँहरूले 7 दिनको यो तालिम गरिसकेपछि आफै बुझ्नुहुन्छ। त्यसको लागि आफै अभियन्तामा लाग्नुहुन्छ। आज उहाँ म्याडमहरू चाहिँ यो काठमाडौँको 29वटा 5वटा 16वटा थुप्रै वडाहरूमा हामीले कार्यक्रम गरिसकेपछि उहाँहरू आफै पनि यो कार्यक्रम गर्न अफल हुनुभयो, प्रशिक्षण गर्न अफल हुनुभयो, भान्सा सुधार गर्न उहाँहरू सक्षम हुनुभयो। त्यसकारण उहाँहरू आफू पनि अभियन्ता आउनु भएको छ। तपाईँहरूको यो 7 दिनको बसाइ चाहिँ उपलब्धिमूलक होस् र तपाईँहरूले जीवनमा अहिलेसम्म गर्नुभएको अर्काको खानेकुरा खाएर गर्नुभएको गल्तीलाई सुधार गरेर आफ्नो खानेकुरा हामीलाई प्रकृतिले दिएको खानेकुरा खाएर चाहिँ हामी 10-20 वर्ष बढी बाँच्ने, स्वस्थ भएर बाँच्ने अभियानमा जोडिनुहुन्छ भन्ने मेरो आशा छ। त्यसकारण तपाईँहरूले दायाँ बायाँ केही नगरिकन, हल्ला नगरिकन एटेन्सनपूर्वक यो 7 दिनको कार्यक्रम मनोधैर्यताका साथ तपाईँहरूले 7 दिन प्रयोगात्मक तालिम लिनुहोला। यो तालिम तपाईँहरूको आफ्नो जीवनमा ऐतिहासिक कोसिस हुन्छ। तपाईँहरूले एनजिओ आइएनजिओ अरू संस्थाले गरेको कार्यक्रम जस्तो यो सोच्नुभयो। यो कार्यक्रम वस्तुस्थिति तपाईँको वास्तविक जीवनमै परिवर्तन गर्ने खालको कार्यक्रम हुनेछ र तपाईँले एउटा घाँसबाट तपाईँले अहिले गमलामा फाल्दै गरेको घाँस हाम्रो सरले अब यो 7 दिनमा तपाईँलाई धेरै चिज सिकाउनुहुन्छ। तपाईँहरूले जे चिज कामै नलाग्ने भनेर फालेको चिज चाहिँ तपाईँको यति मिठो आहार बन्दो रहेछ, यति मिठो व्यञ्जन बन्दो रहेछ। अनि हामीलाई प्रकृतिले यति सुविधा दिएको छ, प्रकृतिले यति चिज दिएको छ, हामी रोइरहेका छौँ, हामी भोको भइरहेका छौँ, हामी रोगी भइरहेका छौँ। यो चिजको अन्त्य पनि हुन्छ। यसको सुरुवात तपाईँहरू आफ्नो घरबाट गर्नुहोला। आफ्नो कुल सुधारमा पनि यहाँ नआउनु भएको महिला दिदीबहिनीहरूलाई पनि यो यहाँ सिकेका ज्ञानपूर्णका कुराहरू कोलमा गएर पनि बताउनु होला। र तपाईँ हाम्रै फेरि दायित्व हो, मुलुकमा समग्र राष्ट्रभरि यो चिज चाहिँ अभियानको रूपमा लिएर गएर भोलि हामी चाहिँ आत्मनिर्भर, कृषिमा आत्मनिर्भर, हामी रोगमा पनि हामीलाई रोगै नलाग्ने एउटा समाजको परिकल्पना गरिरहेका छौँ। त्यसकारण समाजलाई जागरण पैदा गर्ने हिसाबबाट स्थापना गरिएको यो हाम्रो सहर शून्य फोहोर र भान्साले औषधमय कार्यक्रममा यहाँहरूलाई चाहिँ तालिम पूर्ण रूपमा सफल होस्। तपाईँहरू 7 दिनमा हाम्रो मुख्य प्रशिक्षक भन्दा पनि अब्बल भएर निस्कनु होला भन्ने शुभकामना दिँदै म आफ्नो